राम्रै खेल्यो देखाउने ठाउँमा देखाउँछ कि देखाउँदैन आज आज देखाउने भन्छ त्यसले नदेखाएपछि कसले देखाउँछ मैले खोजेर देखाएको मात्रै हो तेरो के विचार छ झुकेर हो कि साँच्चै गएको हो यो यस्ता मान्छेलाई परिष्कार हान्नुपर्छ है नेपाली भएर हेरे हेरे पारिदियो यार हेरे हेरे पारिदियो भने मा के गरे यार विकेट त हामी लिएको यार बबाल विकेट लियो यार ओए हामी क्या छक्का हामी क्या लौ हान्यो भनेको कतलाई आउट भइदिएर यार गुलसनलाई के भन्नु छ मैले साइडमा चाहिँ राम्रै खेल्यो देखाउने ठाउँमा देखाउँछ कि देखाउँदैन आज आज देखाउने भन्छ त्यसले नदेखाएपछि कसले देखाउँछ मैले खोजेर देखाएको मात्रै हो यो सिनमा काटिदिन्छ है आज गुलसनको पालो आएको छ है इङ्ल्यान्डसँग खेल्दाखेरि चाहिँ लगभग खासै केही पनि भएन होइन के राम्रो पर्फर्मेन्स पनि थिएन आज देखाउनै पर्छ क्या यदि विश्वलाई चिनाउन मन छ यदि विश्वलाई देखाउन मन छ कि नेपाल पनि क्रिकेटमा बबाल टिम हो भनेपछि देखाउन मन छ भनेपछि आज गेम जित्नै पर्छ क्या नत्र सकियो केटा आज नेपाल कस्तो लाग्यो तिमीहरूलाई बिजोग छ है यति त हाम्रो जिन्दगी बिजोग छैन होला आज नेपालको गेम बिजोग छ ल फेरि आउट भइदिएर के हो यार नेपालीहरू हाने के आउट हुन्छन् भने जित्छ कोसँग जित्छ उयोसँग यसको मिनिङ चाहिँ इटलीसँग जित्छ भन्न खोजेको होइन त्यही भएर लाइफमा तिमी जस्तो सुकै मान्छेहरू भेट्न सक्छौ तर यस्तो मान्छेहरू चाहिँ परिष्कार हान्यो भने तिम्रो लाइफ राम्रो हुनसक्छ के त हान्यो फेरि आउट के हो यो हात्तीमै बल जान्छ यार 25-130 लौ के खेले यार लौ जा के गरे यार आज फर्स्ट टाइम रन आउट भयो क्या फर्स्ट टाइम रन आउट भयो के लौ के खेलेको के यार सिधै आउट भइदियो छक्का हान्यो के छक्का हान्यो ओए छक्का हान्यो है बल्ल तल छक्का हान्यो के बल्ल तल छक्का हान्यो ए आउट भयो भने अब सेकेन्ड इनिङ स्टार्ट भइसक्यो झन्डा लगाइसक्यो बलिङ गर्ने अवस्था आइसक्यो अब हेरौँ जित्छ कि जित्दैन है जित्न मात्रै बाँकी छ लेट्स सी फर्स्ट बल गऱ्यो है अहिले जोस छ है सेकेन्ड इनिङ चलिरहेको छ अहिले पुरा जोस चलिरहेको छ यहाँ फेरि ल बज्यो है सेकेन्ड बल आउट होइन भने यार एउटा विकेट आउनु पऱ्यो फोर्थ बल है अब विकेट आउँछ चौका गयो के हो ल म्याच छक्कै हान्थ्यो यार लौ म्याच सक्यो बाँकी नेपाल हारिसक्यो अब नहेर्दा नि हुन्छ तर भाइहरूले जुगाड मिलाइहाल्यो कहाँ यहाँ टक्क लगाएर हारियो अब कस्तो हानेको यार पेलेर हान्थ्यो कोही छैन कि सबजना अब गइसक्यो कोही छैन यहाँ झन् ब्याकतिर झन् कोही पनि छैन सबजना गइसक्यो अब लगभग गेम हातदेखि फुस्किसक्यो अब 0 विकेट छ यहाँ लगभग 100 रन जति हानिसक्यो
ठिकै छ Presser of the two. ऊ फेरि हान्यो लौमा कसम Wonderful strike leg side. फेरि छक्का हान्दियो यार Fantastic batting. फेरि छक्का हान्यो क्या मैले छक्कै छक्का के हो यार 0 विकेटमा छक्काइदियो यार गेम यसलाई हेर न के खेलेको यार आज हाम्रो नेपाली टिमले इङ्ल्यान्डसँग यस्तो राम्रो खेलेर हाम्रो मनमा एउटा आशाको किरण जगाउने अनि आजको गेम देखेर त्यो आशा निराशामा परिवर्तन गर्ने भएन नि यसरी आजको गेम देखेर के बुझिन्छ भने हाम्रो नेपाली टिमले सिरियसली लिएको थिएन इङ्ल्यान्डसँग यस्तो दामी खेल्ने टिमले चाहिँ त यो भर्खर आएको इटलीलाई त इजिली हराउनु पर्ने हो नि त तर नै इटलीले उल्टै हामी नेपाली टिमलाई बेइज्जत तरिकाले हरायो अचम्म लाग्दैन पास्ता खाने देशले हामी यो दाल भात रोटी खाने देशलाई हराइदिएको छ के जहिले पनि ग्रुप गेम मात्रै हेर्दै बस्ने अब नकआउट गेममा पनि जानु पर्यो हाम्रो देश नेपालले अरू देशलाई पनि हराएको हेर्न पाउनु पर्यो मजा आएन के भर्खर आएको इटली जस्तो देशले त हराइदियो भनेपछि पुरा बेइज्जत तरिकाले हराइदिएछ के एक विकेट पनि गएको छैन 124 रन मजाले चेस गरिदिएको छ यदि यस्तै तालो भने हाम्रो देश नेपाल जहिले पनि ग्रुप गेम मात्रै खेल्नमा हुन्छ त्यो नकआउट स्टेजमा कहिले जानु पाउँदैन अरू देश त अगाडि बढेको बढे हुन्छ इटली जस्तो देश त अगाडि बढ्न थाल्यो यार हाम्रो देश नेपालले क्या इजिली हराइदियो के म त हेरेको हेरै पारिदियो भने थत्तेरिका यार म मात्रै स्याड छैन त्यहाँ जति पनि मान्छेहरू हेरिरहेको थिए नेपालको गेम हेरिरहेको थिए सबैजना स्याड भएर फर्के कसैले पनि लास्टसम्म त्यो हेरेनन् के गेम नै हेर्न खोजेनन् यस्तो तालो भन्दा कहिले पनि देश अगाडि बढ्न सक्दैन कि आज लास्टै नराम्रो लाग्यो कि मलाई त यस्तो एनर्जी लिएर आएको थियौँ आज देशले जित्छ है आज त बवाल तरिकाले जित्छ भनेको त ल बवाल तरिकाले हारिदियो हारेको होइन हार्यो आज